हेलो गाइस, तैयारी कलेज हिँडिसकेँ। कलेजकै क्याम्पस आउँछु। यहाँ चाहिँ यस्तो छ, बिहानको बेला 5 बजे छ। यस्तो अन्द्रै छ पिरोले। फाइनली मैले कलेजको बस आउने बेला थियो। म चाहिँ यहाँ रोडमा आइसकेँ। गाडी आउँदैछ। हजुरहरूकोतिर के छ कुनै? हाम्रोतिर त दिउँसोमा बाँदर कराउने, रातिमा बाघ कराउने यस्तै नै छ। भने मेरो कलेजको गाडीमा आइसकेको छ। म चाहिँ अब बसमा जान्छु। म चाहिँ नास्ता लिएर स्कुल हिँडिसकेँ। अरू चाहिँ स्कुल दिनमा एकचोटि जाँदैनन्। म चाहिँ दिनको 2 टाइम स्कुल जान्छु। टिप्छु यहाँ पाकेर खानु भने बाँदरले एउटा राख्दैन काँचो नि। टिप्छु मैले। यहाँ चाहिँ यो बुटो चाहिँ कम टेल क्यों यार पुग्ला नि ओ माय गॉड यतिले पनि छ र काटेसी भइहाल्छ नि। यता ल्याक टिपिसकियो। नुन खुर्सानी पिसेर खान्छ अनि यहाँ यत्रो छ। उसले मुख ढाकिरहेको छ। हामी चाहिँ अब खान्छौँ। यहाँ 3-4 जना छ। कसै फेर पछ्यौरा बढेर त्यति मिठो भएको मान्छेको जम मिलाइदिन्छ गुलियो पनि अहिले चाहिँ म हिँडिसकेँ पाखरा लिएर। घाँस काट्न र यहाँ डोको लिएर बब्लु छ नि हेलको साँ बसेर पिङ खेल्न भनेर पिङको माथिको टुप्पा गरेर बसिखान हामी चाहिँ गोट्टा खेल्छौँ। यस्ता ठुल्ठुलो आफ्नो गाउँठाउँ चाहिँ आफैले छ्याक्क पारौँ भनेर यस्तरी मैले मसिनरी घाँस काट्दैछु। यो चाहिँ हाम्रो हेल पोस्ट।